त्यो भने अब मेरो ड्युटी नै त्यस्तै राम्रो छ त मैले के नराम्रो छ भनेर आउने साथीहरूलाई मैले मन सानो गरिदिनु भयो त भएन नि होइन त सबैको आफ्नो आफ्नो भाग। नेपाल चाहिँ कुन मेनपलबाट आउनु भएको तपाईँ? म ग्लोबल राइजिङबाट आएको। कहाँनिर छ यो पशुपति अगाडि छ। ए तर म आउँदाखेरि त्यहाँ भएको जति पनि जो हामीलाई चाहिँ ह्यान्डल गर्ने सर म्यामहरू छ नि उनीहरू सबै निस्किसक्यो त्यहाँबाट सुन्नमा आएको है। कति लाख तिरेर आएको पनि भन्दिनँ न। जम्मा 5,25,000 तिरेर आएको। आम्मा यति धेरै? ए थोरै हो थोरै हामी भन्दा हामी अनि 7.5 लाख तिरेको अनि त्यही त के भन्ने त अब के भन्नु नरिसाउनु भन्नु होइन। कसैको धेरै हुन्छ कसैको थोरै हुन्छ होइन। सबैको उस्तै हुँदैन यो के भन्छ यो वेयर हाउसमा आउने भनेको अनस्किल जब हो। अब यहाँ आएर तपाईँ जुन डिपार्टमा खाली छ त्यही डिपार्टमा हालिदिने हो होइन। अब हाम्रो अहिले सटर डिपार्टमा छु म चाहिँ त्यही भएर मेरो चाहिँ राम्रो छ भने हो। सेलेरी त सबैको उस्तै हो नि होइन। सेलेरी सबैको उस्तै हो। त्यो काम पाउने र नपाउने भन्ने मात्रै कुरा हो। ड्युटी आवर्स होइन दिनको हिसाबले हुन्छ। त्यही त तपाईँहरूको 21 दिन हुन्छ भने हामीहरूको चाहिँ अब हामी साथी मिलेर छुट्टी लिएको मात्रै हो। न त भने हामी महिना 31 को छ भने 31 दिनै ड्युटी हुन्छ हाम्रो चाहिँ। फरक यति हो। मेन पावरको नाम ग्लोबल के भन्नुभयो? ग्लोबल राइजिङ। यो कहाँ पो भन्नुभयो ठाउँ? यो पशुपति अगाडि। ल साथीहरू आउने चाहनेहरूलाई चाहिँ त्यहाँबाट आउँदा सजिलो हुने रहेछ है। अनि आउन चाहने साथीहरूलाई चाहिँ वेयर हाउसको कामहरू सिकेर आउनु भन्छु। जस्तै वेयर हाउसको त काम त्यो त सिम्पलै हो। यहाँ आएर अटोमेटिक सिकिहाल्नुहुन्छ नि। केही आउने बित्तिकै चाहिँ हुँदो रहेछ यो सप्लाई कम्पनीहरूमा चाहिँ। म्याक्सिमम यहाँ सबै नै सप्लाई नै हुन्छ है सर? सब सप्लाई कम्पनी भनेर अटो कि तपाईँको म्यानुअल भनेर त्यो पनि क्लियर गरिदिनु न। अब यहाँ आएर देखेको नेपालमा हुँदो देखिएन होइन। अब त्यही बाँकी हो। ल ल ल ल ल ल ल सबले हात उठाएर यता हामी दुईटा दाजुभाइलाई त नदेखाउने चाहिँ होइन हामी म देखाउनु न। अब दाइको भिडियो कति आउँदैछ? फेरि हिउँ परिरहेछ यहाँ यस्तो आयो गाडी हाम्रो ल जाउँ। छुट्टी भएको अवस्था है यो चाहिँ। मेरो ताई किस खाइदिउँ तपाईँलाई। हिउँ पर्यो बुरु ओ मेरो सोल्टी मेसेज पठाए ग्रुपमा हो र। सेम डे यस्तो